कोसीका किनार के फुलै फुलो फुलै र फुलो नि सयपत्री कोसीको किनारै के फुलै फुलो फुलै र फुलो नि सयपत्री किनारै उज्यालो एक ठुङ्गो टिपिनी सिरैमा लगाऊ सबमाथै उज्यालो सबमाथै उज्यालो। के काम गर्नु पर्थ्यो त? अब यस्तै त हो, के गर्नु र? बस्तु भाउ मेलोपात ढिकी जाँतो गरेर खानु पर्थ्यो। उस बेला राति 3 बजीदेखि उठेर ढिकी जाँतो उज्यालो हुँदा सामल पानी नगरे भ्याइँदैन थियो। कति वर्ष रहनुभयो सासूसँग? अब 12 सालमा बुहा कि 28 सालमा फर्स्ट। 28 सालमा 16 वर्ष जति चाहिँ पकाएर खुवाउनु भयो? खुवाएँ। अब माइला जेठाजीलाई खुवाएँ। 3 वर्ष उनलाई ढुक्कै सहारे सासू सहारे अनि जेठी दिदी चाहिँ तपाईँ कति वर्षको हुँदा जन्मिनु भएको? 17 वर्षको फरक। 17 वर्ष, तपाईँ 17 वर्ष हुँदा दिदी जन्मिनु भएको? अनि भनेको 11 जना। 11 जना। यता